यला महानगरपालिका नि छक्कगु राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवस छोले स्वास्थ्य क्षेत्र ज्यानवै चोपी स्वयंसेविका तेत सम्मान यागुदु महानगरपालिका पुल्चोके विवाह यागु ज्या चोले फुक निगुगु वडाय स्वयंसेविका तेत सिरपालिसे सम्मान पत्र ललागु ख महानगरपालिका उत्कृष्ट ज्यायापी वडागत स्वयंसेवक या टिम या त निदो तकांशे छगु लख तक्का तक्क नगद व प्रमाणपत्र नाप सम्मान यागु ख पाँच बडा नानी मैया महर्जनज्यू यसै गरी वडा नम्बर 6 बाट वडा नम्बर 12 बाट हिना साईज्यू यसै गरी वडा नम्बर 14 बाट दिदी आउनु न मैले वडा अनुसार नाम लिएको महर्जनज्यू मिना थापा मगरज्यू थापा मगरज्यू 19 बाट सम्मान कार्यक्रममा छौँ र उहाँहरूलाई हामीले नगद पुरस्कार रु 3500 बाट सम्मान गर्न ल आदरणीय सम्मानित हुने व्यक्तिहरूलाई सरस्वती अधिकारीज्यू न वडा नम्बर 27 त्यसै गरी 29 वडाबाट धनलक्ष्मी महतो बाट कविता रहेको छ उता केसीज्यू वडा नम्बर 6 बाट वडा नम्बर 8 बाट ज्ञानी महर्जनज्यू वडा नम्बर 10 बाट सरोजा अमात्यज्यू 11 बाट भवना साक्यज्यू 14 बाट राजकुमारी चौलागाज्यू गरेका छौँ 12 वडा नम्बर 20 को रीता महर्जनज्यू अथे ज्याजोले ताई तक स्वास्थ्य स्वयंसेविका रुपियाँ ज्यायना अवकाश कापी झिम मल्याक स्वयंसेविका तेत छगु छगु लख तक्का नाप बिदाइन यागु ख 27 वर्ष सेवा प्रदान गर्नुभएको थियो र यसै गरी र उहाँले 25 वर्ष सेवा प्रदान गर्नुभएको थियो नर्मल रहेछ प्रेस मिट पछि मात्र हुनुहुन्छ उहाँ इन्द्र कुमारी साक्यज्यू 65 वर्ष पुग्नुभयो सेवा प्रदान गर्नुभएको थियो उहाँ पनि टोल स्वास्थ्य र उहाँले 20 वर्ष सेवा प्रदान गर्नुभएको थियो वर्ष पुग्नुभयो र उहाँले 27 वर्ष सेवा प्रदान गर्नुभएको थियो वडा नम्बर 17 का रुक्मणी यसै गरी
वडा नम्बर 20 बाट सविता साक्यज्यू। यसै गरी अर्का एफसीएफबी राजीनामा दिनुभएको थियो उहाँले। उहाँ हुनुहुन्छ वडा नम्बर 6 बाट सम्मान गर्न गइरहेका छौँ र नगद रहेको छ रकम र वडा नम्बर 25 र सामूहिक तस्बिरमा हुनुहुन्छ उहाँहरू। र अब हामी जाँदैछौँ, उहाँलाई सम्मान प्रकट गरौँ र बधाई पनि दिउँ। र बाँकी वडाहरूले अर्को वर्ष ज्याजोले महानगरपालिका प्रमुख चिरबाबु महर्जन स्वयंसेविका टिम नछगु शक्तिया रूपे स्वास्थ्य क्षेत्र ज्यायागु थासे स्वयंसेविका कोषया लागि महानगरपालिका गुंगु लखतका तेगु घोषणा यासे प्रभावकारी रूप ज्यायात इनाप्याना दिगु ख तपाईहरुले निस्वार्थ तवरले जुन सेवा गर्नुभयो, भोलिन्टियरिङ गर्नुभयो, त्यही कारणले गर्दाखेरि ललितपुर महानगरपालिकाको नाम जुजोलेमान भएको छ। उदाहरणको लागि हामी लिन सक्छौँ, कोभिडको टाइममा तपाईहरुले जति काम गर्नुभयो त्यो भनेको चाहिँ साह्रै राम्रो काम गर्नुभयो। त्यही कारणले गर्दाखेरि हामीलाई कोभिडको टाइममा राइट आफ्टर कोभिड नेपाल सरकारले हामीलाई चाहिँ कोभिडको टाइममा तपाईले साह्रै राम्रो काम गर्नुभयो, धन्यवाद भनेर धन्यवाद ज्ञापन गर्यो। यसको सम्पूर्ण श्रेय तपाईलाई नै जान्छ। ज्याजोले महानगरपालिका या वडाल्या 9 या वडा अध्यक्ष दिशे प्रवक्ता राजु महर्जन, जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जन लगायत नवाना दिगो ख ललितपुर महानगरपालिका सामाजिक विकास समितिको निर्णय अनुसार ती कुराहरू समिति गएको कुरा तपाईँ सबैलाई थाहा भएको कुरा भयो। जसमध्येमा हामीले यो वर्ष ड्रेसको कुरा, त्यसै गरी चाहिँ तपाईँहरूको चाहिँ कार्डको कुराहरू समेटेका छौँ। र यो वर्ष जुन आजको जुन स्वयंसेवक दिवसमा तपाईँहरूले जुन ब्याज लगाउने हुनुहुन्छ ती ब्याज पनि हामीले त्यो वर्षदेखि सुरु गरेको भयो। र निर्णय गर्ने क्रममा हामीले यो वर्ष तपाईँहरू सम्पूर्ण स्वयंसेविकाहरूलाई एउटा ब्यागको पनि व्यवस्था गरेका थियौँ। तर त्यो समयमै त्यो ब्याग चाहिँ होइन बनाउन नसक्ने कारणले गर्दाखेरि हामी आज दिन पाएनौँ। र तत्कालै सबभर चाँडै नै ती ब्यागहरू तपाईँलाई वितरण गर्ने कुरा पनि यहाँ तपाईँलाई व्यक्त गर्न चाहन्छु। नेपाल सरकारले विक्रम सम्वत 2045 सालमा आमा र शिशुको बिरामी दर र मृत्यु दरलाई घटाउने उद्देश्यले चाहिँ विस्तार गरिएको उक्त लक्ष्य प्राप्ति गर्न नेपाल सरकार सफल भइसकेपछि सन् 2015मा WHO विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पुरस्कृत एवं सम्मान गरिएको थियो। हाल देशैभरि राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू 52,423 जना हुनुहुन्छ भने महानगरपालिकाको हकमा भने विक्रम सम्वत 2045 सालमा विकेन्द्रीकृत सामुदायिक स्वास्थ्य कार्यक्रम विस्तार गर्ने अवधारणासँगै साबिक जिल्ला विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय, युनिसेफ, त्यस्तै गरेर युनाइटेड नेसन नेपालको नीतिगत निर्णय अन्तर्गत साबिक 22वटा वडाहरूमा टोल स्वास्थ्य उत्प्रेरक र वडा स्वास्थ्य कार्यान्वयन समिति विस्तार गरिएको थियो। हालको अवस्थामा 1,29 वडामा यो व्यवस्था रहेको छ। डिसेम्बर 5 तारिक हुनु विश्व स्वयंसेवक दिवस हनीको खासा यला महानगरपालिका दुने खुसाव खुइगोमा स्वयंसेवक दु